नमस्कार। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः। भगवान श्री राष्ट्रदेव पशुपतिनाथको श्री चरणमा नमन गर्दै यहाँहरूको समक्षमा म उपस्थित भएको छु। धेरै दर्शक महानुभावहरूको जिज्ञासा पनि रहेको छ। योभन्दा पहिलेका धेरै भिडियोहरू पनि हेरेर उहाँहरूले चाहिँ कमेन्टहरू गर्नुभएको थियो। 2082 सालमा जे जस्ता घटनाहरू देशमा घटे त्यसको आकलन या त्यसको पूर्वानुभूति ग्रहका आधारमा पहिले नै भइसकेका थिए र कतिपय सामाजिक सञ्जालहरूमा यसको वर्ष आरम्भमा यी भिडियोहरू राखिएको थियो र त्यसमा बताएको पनि थिए सेना परिचालन र सत्ता परिवर्तन यस्ता कुराहरू ग्रहकृत प्रभावहरू बताइएका थिए। तर धेरैको प्रश्नहरू के छ भन्दाखेरि कार्तिक महिना 2082 सालको कार्तिक महिना देशको लागि कस्तो जान्छ, कार्तिक र केही आंशिक मन्सिरका महिनाहरू के कस्तो प्रकारको प्रभाव रहन सक्छ ग्रहको स्थितिबाट भन्ने कुराहरूको म यहाँहरूको समक्षमा विश्लेषण गर्दछु। हेर्नुस्, पहिलो कुरा त के हुन्छ भन्दाखेरि देशको पनि एउटा कुण्डली हुने गर्दछ हैन, र साथसाथै हरेक व्यक्तिको कुण्डली हुने गर्दछ र त्यसमा जातक भने पश्चात जो जन्मिन्छ हैन, त्यो जन्मिनुको चाहिँ लगन समय महत्त्वपूर्ण हुन्छ। तर देशको समग्रमा देशको लागि उसको नामको राशिको कुण्डली, जसलाई राशि कुण्डली भनिन्छ, त्यो बहुत इफेक्टिभ हुन्छ, बहुत महत्त्वपूर्ण हुन्छ। जस्तो प्रकारले नेपाल, अब नेपालको वृश्चिक राशि छ र राशिको अधिपति भनेको मंगल हो। यदि मंगल कहीं न कहीं खराब अवस्थामा जान्छ, मैले योभन्दा पहिला यहाँहरूलाई बताएको थिएँ कि श्रावण र भदौ महिनामा योग द्वन्द्व योग बनेको कारणले गर्दाखेरि मंगलसित केतुको प्रभावको कारणले गर्दाखेरि यो कई बार मंगल दूषित हुने बित्तिकै नेपाललाई यसले नराम्रो इफेक्ट पार्छ र नेपालभित्र के हिंसात्मक गतिविधिहरू हुन्छ भनेको थिए। जसरी चाहिँ मंगललाई अथवा मंगल केतुलाई मंगलले छोएर निस्क्यो त्यो समयमा यो प्रभाव भयो। र त्यस्तै प्रकारले मोस्ट इम्पोर्टेन्ट प्लेनेट भनेकै नेपालको लागि मंगल हो। किन भन्दा ऊ नेपालको राशिको अधिष्ठात्र ग्रह हैन, मुख्य ग्रह मानिन्छ र साथसाथै अन्य ग्रह पनि त्यसमा विशेष महत्त्वपूर्ण प्रभाव राख्दछन्। र नेपाल एउटा आफैमा ऊर्जा र शक्ति र दैवीय शक्ति भूमि हो। यो तान्त्रिक हिसाबले पनि होस्, तन्त्र साधनाको हिसाबले पनि होस्, या देव या सात्विक राजसिक तामसिक तीनै प्रकारको उच्च प्रभाव रहेको भूमि नेपाल मानिन्छ। सात्विक साधना गर्ने व्यक्तिको लागि, राजसिक अथवा विलासी व्यक्तिहरूको लागि, या तामसिक यो साधना या यस्ता प्रकारका तन्त्रादि साधनाको लागि पनि यो भूमि ऊर्जा र शक्तिवान हुन्छ र यो भूमिको विशेष महत्त्व पनि छ। त्यही भएर अब विशेष गरेर नेपाल जसको वृश्चिक राशि मानिन्छ र राशि कुण्डलीबाट कार्तिक महिना भनेको चाहिँ द्वादश स्थानमा पर्दछ, अर्थात् तुला मानिन्छ। त्यो द्वादश स्थानगत पर्दछ र द्वादश स्थानगत परेको कारणले गर्दा फेरि द्वादश स्थान त खर्चिलो मानिन्छ नि त, खर्चको भाव हो, हानिको भाव हो हैन, व्यय भन्छ, नुकसानको भाव हो। त नुकसानको मुख्य ग्रह बन्दछ शुक्र, जो शुक्र गएर नीचोत्व एकादश भावमा गएर चाहिँ बनिराखेको कारणले गर्दा फेरि कार्तिकको 14 गते, 15 गते, 17 गते र 21 गते अलि सेन्सिटिभ दिन मानिन्छ। यो दिनलाई त्यति महत्त्वपूर्णको साथमा लिँदैन। यो दिन केही न केही नेपालको लागि फेरि कतै न कतै केही न केही अशुभ समाचार प्रदायक रहन्छ यो दिन हैन। मैले यहाँलाई बताएँ 14, 15, 16, 17 हैन, यी सबै कुरा 17, 21 हैन, यी दिन जो छ नि यो अलिकति आन्दोलन अनि त्यहाँबाट लिएर चाहिँ केही न केही प्रभाव र महिला हिंसात्मक गतिविधिलाई जोड दिने समय पनि हो हैन। महिलाहरूका चाहिँ मागहरू विशेष महत्त्वपूर्ण हुन्छ र साथै महिलाहरूमा आक्रोश देखाइदिने, महिलाहरू हिंसात्मक पीडित रहने हैन, यस्तो प्रभावहरू चाहिँ
धेरै रहन्छ र कहीँ न कहीँ बालिकाहरूको अपहरण हुने अथवा बलात्कार आदि भइदिने यस्ता जो अप्रिय समाचारहरू चाहिँ सुन्नुपर्ने स्थितिहरू पनि रहने सम्भावना चाहिँ रहने गर्दछ। र साथसाथै मङ्गल फेरि विशेष गरेर मङ्गल त्यो समयमा स्वगृही भएको हुन्छ या मङ्गलको वृश्चिक राशिमा चाहिँ प्रवेश भएको हुन्छ र वृश्चिक राशिमा प्रवेश भएको मङ्गलले के न के प्रभाव उग्रता दर्शाउने गर्दछ। अलिकति राजकीय जो सत्तामा रहेका व्यक्तित्वहरू अलिकति उग्र प्रवृत्तिमा आउँछन्। आफ्नो जुन क्षमता छ या आफूले जो जिम्मेदारी बोध गरेको छ या जिम्मेदारी लिएको छ हैन, जो वर्तमान सरकार छ उसले आफ्नो जिम्मेदारीलाई पूर्णतः वहन गर्न नसक्ने र साथसाथै आफ्नो जिम्मेदारीबाट अलिकति परिवर्तन भइदिने र केही विशेष गरेर लापरवाही गर्ने जस्तो सम्भावना चाहिँ रहने गर्दछ। र जब यो कार्तिक महिनामा विशेष गरेर कार्तिक महिनामा खर्चिलो समय परेको हुनाले कुनै पनि पक्षका होस् है, चाहे त्यो कुनै पनि सत्तामा बसेको होस् त्योसित केही पनि मतलब छैन, तर यो महिना खर्चिलो महिना भएको हुनाले सरकारलाई धेरै कुराहरूको जवाब दिनुपर्ने हुन्छ र यस्तो स्थितिमा आर्थिक स्थिति, त्यहाँबाट चाहिँ व्यापारिक क्षेत्र, त्यहाँबाट चाहिँ अलिकति उन्नति प्रगतिका जस्ता चिजहरू, यस्ता चिजहरूमा चाहिँ धेरै कुराहरूको सेन्सिटिभिटी रहन्छ र धेरै जिम्मेदारी रहनुपर्ने हुन्छ र त्यस्ताबाट कहीँ कुराहरू चुहावट भएका हुन्छन्, लापरवाही भएको हुन्छ, यस्ता कुराहरू रहन्छन् र आर्थिक स्थिति कमजोर बनिराखेको प्रभाव हुन्छ। अब यो विशेष गरेर कार्तिक महिनामा, कार्तिक अर्थात् तुला भनेको शुक्र भनेको पाश्चात्य हैन, अलिकति विदेशी हस्ताक्षेपहरू बढ्नु, विदेशी लगानीकर्ताहरूलाई आकर्षण गर्न नसक्नु, किन भन्दाखेरि हस्ताक्षेप पनि बढ्छ र त्यो समयमा विदेशी लगानीहरूको उत्सुकता रहे तापनि त्यो अनुरूपको सरकारले चाहिँ वातावरण बनाउन नसक्नु, यस्तो स्थितिहरू चाहिँ रहन्छ। लेकिन मङ्गल लग्नगत वृश्चिकमा भएको कारणले गर्दाखेरि पनि है, अनि त्यही समयमा चन्द्रमा राहुसित आउँछ, केही समयको छोटो 2.5 दिन सवा 2 दिनको चाहिँ छोटो ग्रहण योग बनाएर जान्छ। यद्यपि त्यो विशेष ठुलो त होइन, तर ट्रान्जिटमा त्यो बन्न जान्छ, जो समयलाई त्यही 14, 15, 16 हैन, 17 अनि 21 गतेतिर चाहिँ अलिकति देशमा द्वन्द्वका माहौलहरू सृजना भइदिनु, अलिकति उग्रवादी चिजहरू प्रभावमा आउनु, अनि केही नेताको बीचमा असन्तुष्टिजन्य कुराहरू रहनु या यस्ता कुराहरू चाहिँ रहने गर्दछन्। त्यसै बीचमा अलिकति दुर्घटना आदि भइदिनु, यो दिनमा अलिकति दुर्घटनामा धेरै कुराहरू हुन्छन्। मङ्गलले चाहिँ रक्तपात हैन, अलिकति रक्तहरूलाई चाहिँ बगाउन खोज्छ र यसैको बीचमा भयो भने कहीँ न कुराहरू दुर्घटना रहनु या रक्तपात रहनु, यस्ता सम्भावना पनि यी दिनमा रहने सक्ने सम्भावना चाहिँ देखिएका छन् देशमा। र विशेष गरेर केही आन्दोलनले अलिकति प्रभाव पार्छ। तर एउटा विषय यहाँ के महत्त्वपूर्ण छ भन्दाखेरि यो 2082 सालको कार्तिक महिनादेखि लिएर चाहिँ 83 को कार्तिक महिनासम्मको लागि 1 वर्ष अवधिको लागि चाहिँ एउटा राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि देशको लागि चाहिँ धर्म मजबुत हुन्छ है, धर्म मजबुत हुन्छ। र धर्म मजबुत किन हुन्छ भन्दाखेरि नेपालको 9औं भावमा है, जसलाई धर्म भाव पनि भनिन्छ, त्यहाँ बृहस्पति उच्च भएर चाहिँ बस्ने गर्दछन्। त भनेको अर्थ के हो कि यो बीचमा हिन्दुत्व अथवा देशको विशेष महत्त्व र गरिमा भनेको सनातन हो हैन। यो देशमा जति पनि मठ मन्दिरहरू भए, प्राकृतिक चिजहरू भए, सबै सनातनीय एउटा चाहिँ सम्बन्ध राखेको छ। ऋषि महर्षिहरूको तपोभूमि हो, साधना भूमि हो हैन। यो विशेष गरेर चाहिँ तन्त्र मन्त्र आदि सबैसित जोडेको छ। यो भूमि ऊर्जावान शक्तिवान भूमि हो, देवभूमि हो हैन। र सबैको गुरु पनि हो यो देश है, गुरु पनि हो। र त्यही गुरु जुपिटर मानिन्छ। त्यो जुपिटर उच्च भएर चाहिँ धर्मस्थानमा बसेको हुनाले धर्म स्थापना चाहिँ हुने सम्भावना प्रबल देखिएको छ। अब धर्म स्थापनाको अर्थ के हो? धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे भन्नुहुन्छ भगवानले।
म धर्मको संस्थापनको लागि चाहिँ हरियुगमा परिवर्तन लिएर आउँछु। र यो परिवर्तन मैले यहाँहरूलाई पनि पहिला बताएको थिएँ। 2082 सालको वैशाख महिनामा मैले एउटा यो समग्रमा देशको गोचर र प्रभावको बारेमा बताएको थिएँ। त्यो समयमा बृहस्पति अष्टममा जाँदैछ है। अष्टममा गएर केही समय, जति समय अष्टममा गोचर गर्छ, त्यो अष्टममा गोचर गरेको समयमा र अष्टम अर्थात् मिथुनबाट जब कर्कतर्फ चाहिँ अग्रसर भइराखेको हुन्छ, मिथुनमा गोचर गर्दा गर्दा त कर्कतर्फ नै जाने हो, कुनै पनि वक्र हुँदैनन्। वक्र अर्थात् पछाडि पछाडि केतु राहु जस्तो पछाडिको राशिलाई चाहिँ यिनीहरूले चाहिँ भोग गरेर चाहिँ पछाडि पछाडि हिँड्दैनन्। केही समय वक्र अवस्थामा देखिए तापनि उनीहरू अग्रसर अवस्थामै रहेका हुन्छन्। र मिथुनबाट कर्कतर्फ जाँदाखेरि देशमा एउटा धर्म स्थापनाको लागि परिवर्तन चाहिँ राम्रो रहन्छ, परिवर्तन चाहिँ आउँछ है भन्ने कुरा चाहिँ एउटा बताएको पनि थिए। र त्यो परिवर्तन केही राम्रोको लागि हुन्छ, त्यो अवश्य हो। तर यो परिवर्तन बीचमा जो भयो नि, सत्ता परिवर्तन, यो अब आउने व्यक्तित्वहरू अलि धार्मिक निष्ठावान चाहिँ रहन्छन् र यिनीहरूकै माध्यमबाट नेपालमा धर्म स्थापना अर्थात् हिन्दू राष्ट्र जो उसको अभिन्न अङ्ग हो र प्रभाव हो नेपालको, हैन, विश्वको एउटा मान्यता हो र विश्वको एउटा गुरु पनि हो। र त्यो अनुसार जो आफ्नो पद छ, हिन्दू पद, हैन, हिन्दू राष्ट्र, सनातनीय राष्ट्र भनेर चाहिँ विश्वमा विख्यात भएको थियो। अब केही राक्षसीय प्रभावबाट त्यो पद त व्यवहारिक कुरामा छिन्नियो। तर व्यवहारिक कुरामा यही सठिक 2082 को कार्तिकदेखि लिएर 83 को कार्तिक भित्रमा धर्म स्थापना हुने सम्भावना चाहिँ प्रबल मात्रामा देखिएको छ। हिन्दू राष्ट्र बन्ने सम्भावना पूर्ण देखिएको छ। एउटा खुसीको विषय हो। किन भन्दा बृहस्पति कर्कट राशिमा भए पश्चात त, जब बृहस्पति कर्कट राशिमा गएको समयमा रामको जन्म भएको थियो, हैन, धर्म संस्थापनार्थ भगवानले धर्म संस्थापनाको लागि चाहिँ अवतार लिनु भएको थियो। यो अवतारित कृत 1 वर्षको ट्रान्जिट जो छ यो बहुत महत्त्वपूर्ण छ। त्यही भएको हुनाले आशा राखौं बृहस्पतिको धर्मभाव या कर्कट राशिमा जाने महिना, समय, वर्ष चाहिँ हाम्रो लागि अनुकूल रहोस्, अपेक्षाकृत रहोस् र साथसाथै गौरववान रहोस् भन्ने कामना गरेका छौं। र केही समय जो छ कार्तिक महिनालाई लिएर, यो मैले जुन 21 गतेसम्मको लागि बताएको छु, 14 गतेदेखि लिएर चाहिँ यो अलिक सेन्सिटिभ हो। त्यसपछि अलिकति मध्यम हुन्छ अनि त्यहाँबाट फेरि जब मङ्सिर महिनाको केही आरम्भकाल हुन्छ, त्यो समयमा पनि अलिकति गाह्रो अवस्थाहरू देखिएका छन्। समग्रमा कुरा गर्दा फेरि सेन्सिटिभ यो कार्तिक महिना छँदैछ, यसलाई दोहोऱ्याए मात्रै छैन। तर यस्तो अवस्थामा यो वर्तमान सरकारले भने एकदम निर्णय चाहिँ सकारात्मक र जनताको अपेक्षाकृत लिनुपर्ने हुन्छ र साथसाथै धर्म संस्थापनको लागि एउटा देशको महिमा हो, देशको एउटा गरिमा हो, त्यसलाई पनि एकदम उजागर गर्न तर्फ पनि लाग्नु नै राम्रो हुन्छ। यसले विश्वलाई एउटा सकारात्मक सन्देश पनि जाने गर्दछ। र कहीं न कहीं अब यो अर्को पृथक विषय पनि छ। कई बार प्रश्नहरू यहाँले गर्नुभएको थियो कि राजाको लागि केही समय अनुकूल छ कि या प्रतिकूल छ भन्ने कुराहरू पनि छ। त्यसको लागि म छुट्टै एउटा भिडियो बनाउँछु र त्यो कुरालाई चाहिँ यहाँ जोड्ने प्रयास गर्दछु। आखिर ग्रहको आधारमा कतै न कतै के न के प्रभाव चाहिँ परेको छ कि छैन कि भन्ने कुराहरू चाहिँ छन्। र साथसाथै यी कुराहरू चाहिँ यहाँ मैले ग्रहकृत प्रभावबाट बताएको छु र यो समयमा अलिकति ध्यान दिने, सुरक्षालाई अलिकति विशेष मध्यनजर गर्ने। अब यो समयमा अचानक हावाहुरी पनि चल्न सक्छ, हैन, प्राकृतिक कार्तिक महिनामा केही न केही प्राकृतिक प्रभावबाट पनि हावाहुरी चल्न सक्ने सम्भावना छ। यो भनेको चाहिँ विशेष प्रकृति मानिन्छ शुक्रलाई। शुक्र निचत्व भावमा गोचर गरेको टाइम हुन्छ र खर्चिलो टाइम भएको हुनाले कहीं न कहीं नुकसान, अचानक आएको हावाहुरीले नुकसान पनि पार्न सक्छ। धनको सुरक्षा यहाँहरूले गर्नुहोला। समय त्यही नै मैले बताएँ। कार्तिकको मध्यस्थ समयबाट 14-15 गतेबाट हुने केही प्रभाव छन्, त्यसलाई सबैले विशेष मनन गरेर अगाडि बढ्नु होला। हामी आशा गर्छौं सबै कुरा राम्रो होस्,
देशमा भगवानको कृपाले सदैव सबैको विशेष कृपा भगवानको बनिरहेको सबैमाथि र राष्ट्रदेवले कल्याण गर्नुहोला।